छोटो समयमा र लामो अवधिसम्म उत्पादन लिएर राम्रो मुनाफा आर्जन गर्न सकिने एक प्रमुख तरकारी बाली सिमी खेती पनि हो। बलौटे दोमट तथा ड्रेनेज जमिन अथवा पानी राम्रोसँग सोच्न सक्ने जमिन सिमी खेतीको लागि उपयुक्त हुन्छ। सिमी खेतीको लागि जमिनको पिएच मान 5.5 देखि 6.5 को बिचमा हुनुपर्दछ। धेरै सिँचाइको आवश्यकता नपर्ने यस बालीलाई जाडो महिनामा लगाउन सकिन्छ, अर्थात् भनौँ कार्तिकदेखि मङ्सिरसम्म यसलाई रोपण गर्न सकिन्छ। अगौटे बालीको लागि भने असोजमा सिमीको बिउ रोप्न सकिन्छ। फेद कुहिने र मोजेक र हल्का कतै कतै डाउनी मिल्ड्यूले यस बालीलाई असर पार्ने गर्दछ। यसको रोकथामको लागि बिउ रोप्नुभन्दा पहिला बिउलाई उपचार गर्नुपर्दछ र मोजेक रोगको लागि थ्रिप्स कन्ट्रोल गर्नुपर्दछ।